भ्यू देखेको छ यता मान्छेहरू जति पानी परे पनि ड्रेस लगाउन चाहिँ छोडेका छैनन् छेत्री आज यहाँ लिम्बुनी ड्रेस लगाएर Hi everyone, welcome to my channel. कोही आउने होइन जा उतारू है ल आज चाहिँ हामी साथीहरूसँग मिलेर बन्दीपुर जाँदैछौँ ल के आज चाहिँ हामी क्लबको साथीहरूसँग मिलेर बन्दीपुर जाँदैछौँ फेरि अस्ति चाहिँ म अस्ति म जानु त बन्दीपुर 3 महिना अघि ठ्याक्कै गएको फ्यामिलीसँग मिलेर तर आज फेरि म साथीहरूसँग मिलेर जाँदैछु बन्दीपुर फ्यामिलीसँग जानुको मजा अर्कै हुन्छ र साथीहरूसँग जानुको मजा अर्कै हुन्छ त्यही भएर जान्न भन्दा नि सुख दिएन त्यही भएर जाँदैछु उहाँ हुनुहुन्छ हाम्रो अध्यक्षज्यू उहाँले एकदमै प्रेसर गरेर आएको म नत्र म आउनेवाला पनि थिइनँ उहाँ बिरामी हुनुहुन्छ उहाँलाई रेखदेख गर्नको लागि भनेर मलाई जिम्मा छोड्नुपर्छ मलाई जिम्मा छोड्नुपर्छ दाइले फोन हानेर ल केयर गर ल भनेर फोन हान्नु थियो फोन नउठ्यो त्यही भएर हामी जाँदैछौँ अहिले चाहिँ हामी एउटा ठाउँमा कुन ठाउँमा हो हामी एउटा ठाउँमा चाहिँ गाडी चार्ज गर्दैछ हाम्रो त्यही भएर हामी एकछिन यहाँ रेस्ट गर्दैछौँ यिनीहरू चाहिँ फोटो खिचेर कहिले आउँदैनन् दिँदा लाएर आउँदा ल फोटो खिच्नु चाहिँ टोटल्ली कतिजना छौँ पहिला भन्नु न भाइ कतिजना छौँ ठुलो 3 जना छोरी छन् अनि त्यसपछि 10 जना ठुलो ल 10 जना ठुलो 3 जना छोरीहरू मिलेर हामी 13 जना मिलेर जाँदैछौँ र धोका दिएको कुरा नगर्नु यहाँ र अनि हामी चाहिँ त्यहाँ गएर एकदमै रमाइलो गर्नेछौँ तपाईँ हाम्रो भिडियो इन्डसम्म हेरिदिनु होला ल भिडियो इन्डसम्म हेरेर साथ दिनु होला अब चाहिँ हामी के गर्नेछौँ सुरु भइसकेको छ यो बाटोमा त गाडी नै आउँछ नि के सोच्नु बाटोमा त गाडी नै आउँछ नि के हँसाउनुहुन्छ ल हामी चाहिँ अहिले गाडीभित्र छौँ यहाँ कसैले गफ लगाउँदै हुनुहुन्छ ल भन्नुहोस् न के काटेको रे हो तपाईँलाई खाम भनेन हामी चाहिँ लास्ट सिटमा परेछ बिचरा हामीलाई लास्ट भनेको त राम्रो है हामी त एकदम मायालाई छुट्टेर उहाँ हुनुहुन्छ अध्यक्षज्यू त्यहाँ टाउको निकालिदिएर कति कम्फोर्टेबल सिटमा ड्राइभरको पछाडि खुट्टा पसार्दै घरिघरि के भन्छ नि अरू साथीहरूले भनेर फेरि नजर पनि पछाडि लाउनुहुन्छ नजर पनि लाउने फेरि मेरो कुरा काटे खाने कि फेरि मलाई नराम्रो भने खाने कि भनेर फेरि पछाडि हेर्ने फेरि राम्रो पल्टिन हेरेको तिमीलाई हामी चाहिँ अहिले माथि आइरहेका छौँ ऊ तल छ सिटी एरिया देखेन त माथि आइसक्यौँ हामी अहिले यस्ता कुरा गर्दै गर्दै हामी अब बन्दीपुर आइपुग्न लागेका छौँ बन्दीपुर पुगिसकेपछि देख हामी चाहिँ पोखराबाट यहाँसम्म हाँस्दै आउँदा मुख पनि दुखिरहेको छ गालै दुखिसक्यो एकदम नजिकै भयो है बेलुका मालिस बेलुका के हामी चाहिँ यहाँ छरिसक्यौँ साथीहरू यहाँ हुनुहुन्छ ल आउनुहोस् जाम छिटो सबै जाँदैछौँ यहाँबाट इन्ट्रो गर्ने हो नि त है यहाँबाट चाहिँ नो भेहिकल छ त्यही भएर मजाले खुट्टाले हिँड्दै जानुपर्छ यहाँबाट ल आउनुहोस् ओहो बन्दीपुर जाउला सँगै घुमाउला
क्यामेराले सेल्फी खिचौला। र हामी चाहिँ बन्दीपुर आइसक्यौँ है। पानी पर्न लागिसक्यो यहाँ, हल्का हल्का पानी पर्न लागेको छ। हामी चाहिँ खोइ अब यहाँ आएर रुममै बस्दा बस्दा ठिकै होला जस्तो छ। ल दिस इज आवर होटल। कम यहाँ। ओके ल हामी चाहिँ रुममा चेक इन गरिसक्यौँ। अब म हाम्रो रुम टुर गराउँछु। ल म रुममा इन्टर गरेँ। ल धेरै हल्ला नगर्नु है। ल यहाँ सिङ्गल बेड छ, यता डबल बेड छ, यता पनि बेड छ। मैले गाजल भने भएर ल यहाँ भाउजूले चाहिँ गिफ्ट बाँड्दै हुनुहुन्छ है, मलाई पनि चाहिन्छ। यहाँबाट फेरि बाहिर निस्किने, अनि त्यस बाहिर निस्केपछि यहाँ अर्को रुम छ। यो पनि हाम्रो साथीहरूले लिनुभएको छ है। यहाँ चाहिँ एउटा सिङ्गल मास्टर किङ बेड छ यहाँ चाहिँ। अनि यहाँबाट यस्तो राम्रो भ्यू देखिन्छ, बाटो पनि भ्यू छ। ओहो हावा लागेको। ल यहाँबाट पनि यस्तो भ्यू छ। मलाई चक्लेट, म यहाँ मागिरहेको छु, मलाई चक्लेट। मेरो प्यारो दिन्छु किन दिन्छु मलाई नदिएर त कहाँ हुन्थ्यो। ल दिनु कहाँको रे यो चक्लेट? ल्याएको फिर्ता यहाँ ल्याएको फिर्ता हजुर कहाँको चक्लेटै ल भनिदिनु नि त। ल हामी चाहिँ यहाँ अहिले होटलमा एकछिन रेस्ट गरेर हामी बाहिर निस्केका छौँ। र बाहिरको माहौल चाहिँ यस्तो छ, सबैजनाले कल्चरल ड्रेस लगाएर फोटो खिच्दै हुनुहुन्छ। अब हामी चाहिँ खाजा खान जाँदैछौँ। अनि यता पछाडि सबले हेर न ड्रेस लगाएर खिचिरहेको छ नि। छेत्री ड्रेस लाउने हो कि भोलि मैले? जापानिज ड्रेस पनि छ कि अहिले। अस्ति हामी आउँदा जापानिज ड्रेस थिएन कि अहिले। नेवारी ठाउँमा आएर नेवारी ड्रेस लाउनु पर्छ कि। पहिला चाहिँ हामी खाजा खान जान्छौँ। एकदमै भोक लागिसक्यो, बिहान खाना खाएर आएको, एकदम हतार खाएको खाना। त्यही पनि हो ल हाम्रो साथीहरू चाहिँ त्यहाँ माथि गएर खाइसक्नु पर्छ, हामीलाई नबोलाएका। ल यहाँबाट हेर्नुहोस् बन्दीपुरको भ्यू। हामी चाहिँ माथि यहाँ खाजा खान आएको छौँ है। अनि यहाँबाट यस्तो राम्रो भ्यू देख्दो रहेछ। ल यता हेर्नुहोस्, हामी एउटा ग्रुप चाहिँ यता छौँ, अर्को ग्रुप चाहिँ त्यता बसेको छ। ल अहिले बन्दीपुरमा चाहिँ यसरी पानी परिरहेको छ। हामी चाहिँ अझ स्टिल यहीँ छौँ। यहाँबाट हेरौँ है, पानी पर्दाखेरि पनि यस्तो राम्रो भ्यू देखेको छ। यता मान्छेहरू जति पानी परे पनि ड्रेस लगाउन चाहिँ छोडेका छैनन्। हामी चाहिँ यहीँ छौँ। हाम्रो पछाडि यस्तो राम्रो फुल छ। अरू साथीहरू चाहिँ रुममा गइसक्नु भएको छ। हामी 5 जना चाहिँ यहीँ छौँ। हामी चाहिँ अहिले रुममा छ, जाने हो एकछिन। ल हामी सबै यो रुममा छौँ अहिले। यहाँ चाहिँ के भइरहेको छ भने गिफ्ट एक्सचेन्ज प्रोग्राम हुँदैछ। ल यहाँ गिफ्टहरू चाहिँ यहाँ छ, कसको गिफ्ट कसलाई पर्छ थाहा छैन। सबैजना मौका परेछ। एकदम रमाइलो प्रोग्राम है, एकदमै रमाइलो गिफ्ट पाइन्छ। एकदमै रमाइलो है। मलाई एकदमै राम्रो गिफ्ट परोस् भगवान् प्लिज है। मलाई स्पेसल आनन्द बढाउनु। के भयो? हजुरको गिफ्ट अघि खोल्यो है? मेरो गिफ्ट खोलिसकेँ। मैले गिफ्ट पाएको नखिचेर चाहिँ मेरो गिफ्ट यहाँ छ है। मेरो गिफ्ट यहाँ छ, म आफै खिच्छु। ल यहाँ मेरो यहाँ छ। यो मेरो हो। अब मेरो गिफ्ट यो छ, यो छ, यो छ। यो चाहिँ मेरो गिफ्ट।
होइन सानो भिडियो बनाऊ है सबले हातमा लिने आफ्नो मेरो गिफ्ट यो छ हामी धनी भएको यार मेरो गिफ्ट चाहिँ यति हो फेरि सब कसैले पनि माग्ने होइन है मलाई यहाँ मैले ल्याएको छैन भनेर म त दिन्न यो मेरो गिफ्ट हो यो म त दिन्न धाडो राम्रो र भित्र नराम्रो पर्छ कि त्यस्तै छ जस्तो छ मलाई त मलाई भने चाहिँ आफै ल्याएर अहिले यही भिडियो पठाइदिएँ मैले कति राम्रो रहेछ लायो मेरो आमा हजुर ल फेरि यो चाहिँ जसमा हजुर एकदम राम्रो छ ओहो अहिले चाहिँ यहाँ बच्चाहरूको गेम चलिरहेको छ के गेम हो मलाई थाहा पनि छैन फेरि भने ऊ होला बच्चा चाहिँ छोरीले गिफ्ट राख्यो उता आमा फेरि यस्तै मक्खै म यसै मखै ल हामी चाहिँ फेरि अर्को गेम खेल्दैछौँ अध्यक्ष चाहिँ भाग लिनु पाउँदैन ल अब के गेम खेल्ने रे हामी क्विज कम्पिटिसन गाउँ खाने कथा सोध्छौँ है त्यसमा चाहिँ म चाहिँ लास्ट हुन्छु होला मैले त्यो हटाइदिएँ म चाहिँ एन्सरै दिन्न मलाई केही नै आउँदैन म केही पनि दिन्न मैले हटाइदिएँ गोलो गोलो चकट्टी छ बस्न नहुने बस्न खोज्दाखेरि ज्यानै जाने के होला दिमाग लाउनु त खाना लाउ कि दिमाग लाउने होला रमाइलो छ त्यस्तो गाह्रो पनि छैन गोलो गोलो चकट्टी होइन पहिला पहिला पुरानो जमानामा चाहिँ मान्छेहरूलाई त्यो एकदमै आवश्यक थियो होइन पछि विकास हुँदै त्यो अरूमा परिणत भयो त्यतिसम्म अलिअलि सम्झाइले मिलाउनु खोज्यो तर पानी घट्टा इनार एउटा महिलाले सबैको अगाडि लगाउन सक्छ तर श्रीमानको अगाडि लगाउन नसक्ने के हो सक्दैन लगाउन अनि अर्को मानिसले सबभन्दा छिटो गर्न सक्ने काम के होला यो चाहिँ सबैलाई एउटा लास्ट छ एउटा एउटा क्वेसन चाहिँ एकदम गाह्रो छ है फेरि भन्नु त तपाईँको भाउजूको श्रीमानको बुवाको श्रीमतीको बुवाको छोरा तपाईँको को पर्छ? मामा सानो छौन्जेल धोती लाउँछ ठुलो भएपछि फाल्छ के हो सानो छौन्जेल धोती लाउँछ राख्ने नै हुँदैन चुप्पै लाएर बसे हुन्छ क्या हामी त क्लासमा पढाउनै छोडेर क्विज कम्पिटिसनको विनर आनन्द बराल हामीले चाहिँ गिफ्ट एक्सचेन्ज गरेर भ्याइसक्यौँ अनि बच्चाहरूलाई एकछिन गेम पनि खेलायौँ अनि हामी क्विज खेल्यौँ त्यसपछि प्राइज डिस्ट्रिब्युसन पनि गऱ्यौँ अब चाहिँ हामी मजाले कम्मर मर्काइ नाच्नेछौँ अब एकछिन डान्स गरिसकेपछि अब हामी खाना खान जान्छौँ यहाँको खाना चाहिँ अरू तरकारीहरू चाहिँ ठिकै लागेको थियो तर मासु चाहिँ एकदम मिठो थियो दाल पनि मिठो थियो अनि खाना खाइसकेपछि हामी एकछिन चाहिँ हाम्रो खाना डाइजेस्ट गर्नको लागि एकछिन वक गयौँ अलिकति भिडियोहरू खिच्यौँ त्यसपछि रमाइलो गरेर फेरि हामी रुममा गयौँ रुममा गइसकेपछि चाहिँ सुत्नुभन्दा अघि नाइट ड्रेस लगाएर हामीले टिकटक बनाएर एकछिन रमाइलो गऱ्यौँ हेलो एभ्रिवान गुड मर्निङ अहिले छु म बन्दीपुरमा र बन्दीपुरको बिहानको भ्यू यस्तो छ हामी सबै माथि सनराइज जानको लागि रेडी भएर उठेको हाम्रो होटलको मात्रै रहेछ कि सुतिराखेको यो बन्द अरू सब ढोका खुल्ला छ त अरूको जानेहरू गयो होला नि है उहाँ सुन्ने यस्तो छ र बन्दीपुरको मर्निङ भ्यू चाहिँ यस्तो छ कुचो लाउँदैछन् यहाँ कुकुर हुनुहुन्छ पछाडि पनि कुकुर हुनुहुन्छ र हामी चाहिँ सनराइज हेर्न
हिँडेको है तर के गर्नु 6 भइसक्यो यहाँ सनराइज चाहिँ हेर्दैन जस्तो छ यहाँ कसैले पनि अब त्यहाँ जाने हामी फोटो भिडियो लिएर अनि फर्किन्छौँ माथि टपमा गएर चाहिँ भ्यू चाहिँ देखाउँछु ल सिली चाहिँ पक्का टुरिस्ट जस्तो देखिरहेको छ पक्का टुरिस्ट छन् हुन जाडो हुन अब हिँड्दा हिँड्दा गर्नुहुन्छ हामी चाहिँ बन्दीपुरकै बजारमा हिँड्दैछौँ कसले त्यस्तो गीत लगाएको तेरा इन्तजार हे ल भ्यू हेर्न हिँडेका मान्छेहरू यस्तो गीत बजाउँदै हिँड्छन् ल अलिकति कति साह्रै उ लाग्यो है त्यहाँ माथिबाट तल बादल हुन्छ नि हो त्यस्तो देख्यो नि रमाइलो हुन्थ्यो के अरे ल ल हामी जाँदैछौँ हामी चाहिँ एक्चुअली पुग्ने भनेको त्यो टपमा हो हामी यताबाट घुम्दै जान्छौँ अनि त्यहाँ जान्छौँ मिनी ग्रेट वलबाट जान्छौँ र झर्दाखेरि चाहिँ हामी त्यो बाटो झर्छौँ ल हाम्रो हिँड्ने कार्यक्रम चाहिँ चलिरहेको छ हामी यहाँबाट हिँड्नेछौँ हामी यो पछाडि देख्न सक्नुहुन्छ नि त्यहाँ हो त्यहाँ पुग्ने हो त्यहाँबाट हामी भ्यू देखाउँछु भनेको तर आजको मौसम चाहिँ यस्तो छ सबै क्लाउडी छ त्यही भएर सनराइज पनि देखिँदैन सनराइज चाहिँ नदेखिने भयो तर ठिकै छ सनराइज नदेखि हामीलाई केही अफसोस छैन अफसोस केही छैन किनभने हाम्रो घरको छतबाट गएर हेऱ्यो भने पनि एकदम बबाल सनराइज देखिन्छ त्यही भएर हामी चाहिँ यहाँ सिर्फ साथीहरूलाई त्यो मिनी ग्रेट वल देखाउन लिएर आएको म चाहिँ पहिला पनि आएको भएर मैले चाहिँ अलिकति गाइडको काम पनि गरेको छु मलाई टिप्स पनि दिनुपर्छ है साथीहरू चिप्समा टार्न खोजेको म चाहिँ त्यस्तो सस्तोवाला गाइड चाहिँ होइन कि प्लिज है भेरी एक्सपेन्सिभ गाइड ल ओ हाम्रो अध्यक्षले जिउले दिए हुन्थ्यो महँगो चाहिँ मलाई त्यसलाई नि महँगो मान्नु है होइन हामीलाई त महँगो दिएर सस्तो दिएर महँगो मान्ने होइन कि हामीलाई महँगै दिएर महँगो मान्नुपर्छ ल हामी पनि हिँड्न सुरु भयो अब हामी एकछिनमा पुग्छौँ चाइनाको ग्रेट वलमा अहिले चाहिँ हामी नेपालकै ग्रेट वलमा छौँ ओ त्यहाँ हामीलाई कुरेर बसिराख्नु भएको छ किनभने उहाँले एक्लै चाइना बोर्डर पार गर्न सक्नु भएन त्यही भएर उहाँलाई हाम्रो हेल्प चाहिएर उहाँ गएर उहाँ हाम्रो एउटा साथी कुर्दै बस्नुभएको छ तपाईँ इन्ट्री पाएन चाइनामा र वा हामी एकछिन त्यहाँ आइपुग्यौँ है अलिक सम्म ठाउँमा एकछिन रेस्ट गरौँ ल यता हेर्नु न यति राम्रो देखेको छ यहाँबाट बादलमाथि ल एकछिन त स्यानै भयो हामी वा यता पछाडि यस्तो राम्रो छ है मेरो भिडियो बनाइदिनु न लाउनु लास्ट मजु काम कसले बनाउँछ त नत्र यता पल्ला बनाएर हुन्छ त त्यही बादलले बादल ल त्यो माथि टपमा पुग्ने हामी यता हेर्नु त भाउजू क्या दामी भनेको तर अलि बाक्लो भएको भए राम्रो देख्थेँ है हुसु मात्रै लगाएको भयो कि त्यहाँ तलको यो राम्रो होइन कि यो घाँस ल अहिले चाहिँ हामी आइसक्यौँ म आइसकेँ माथि टपमा यहाँ माथि मन्दिर चाहिँ अहिले बनाउन लगाएको रहेछ लास्ट टाइम हामी आउँदाखेरि चाहिँ पुरानो मन्दिर थियो अहिले चाहिँ यसरी नयाँ मन्दिर बनाउँदै रहेछ र पछाडि हेर्नु न है यस्तो सबै बादलको भ्यू छ यस्तो स्यास्या भयो बा सास हुस्केला चाहिँ त्यही त हो ल अनि हामी चाहिँ माथि आइसक्यौँ केही साथीहरू अगाडि गइसक्नु भएको छ केही चाहिँ हामी पछाडि छौँ ल कता जानुभयो भिडियोमा आइराख्नु पर्ने मान्छे ल उहाँलाई चाहिँ एकदमै भिडियोमा आइराख्नुपर्छ है सबैजना नोटिस गर्नु होला ल हामी माथि टपमा आइसक्यौँ ओ माई गड धनीले कुकुरलाई रोकेको मैले यहाँ नि यस्तो आनन्द आउँछ यस्तो राम्रो कस्तो शीतल हुन्छ कि यहाँ कस्तो राम्रो खै भ्यू कस्तो राम्रो ल हाम्रो टुरिस्ट जाँगा नाच्यो भने नि त उहाँ हे बा कति नाच्दो रहेछ उसलाई त 1 महिनालाई पुग्ने टिकटक भयो होला जस्तो लाग्छ है मलाई चाहिँ सरिता शर्मालाई हो
सरिता शर्मा तपाईँलाई चाहिँ 1 महिनालाई पुग्ने टिकटक भयो जस्तो लाग्छ मलाई जतिखेर नाचेकै देखिरहेको छु दकुरेको मात्रै त हो तपाईँ नाचे हुनुहुन्छ र पछाडि त व्हाइट ब्याकग्राउन्ड भयो त सबै अझ नाचेकै छन् है पछाडि नाचेकै छन् पछाडि हेर्नु न सबै सेतो भएर त्यो फोटो खिच्दाखेरि व्हाइट ब्याकग्राउन्ड हुन्छ नि त्यस्तै देखेछ ल साथीहरू हामी चाहिँ यतिजना मात्रै छौँ अरू सबै चाहिँ गइसक्नु भयो है ल भ्यू के भयो यस्तो भ्यू सबै खत्तम भयो पानी आउन बेर छैन हिरो भाइ आउँदैन पानी हामी आउँदाखेरि चाहिँ उताको बाटो आयौँ नि अब हामी झर्दाखेरि चाहिँ यो पुरानो बाटो झर्दैछौँ यो बाटो चाहिँ अलिकति एकदमै ठाडो उकालो छ अब हामी चाहिँ ठाडो ओह्रालो झर्दैछौँ अनि हामी यति सानो साथी मात्रै छौँ अरूहरू चाहिँ खोइ झरिसक्नु भयो तल यहाँबाट चाहिँ कस्तो आज भ्यू केही पनि देखेन ल हेर्नु यस्तो छ अर्कै खालको बादल हुन्छ नि त्यो डल्लो डल्लो बादल भएको भए चाहिँ यस्तो राम्रो देखिन्थ्यो है बट यो के हुन्छ यो फिजारिएको बादल चाहिँ आई डोन्ट लाइक तल चाहिँ यस्तो छ यस्तो उकालो ल हामी चाहिँ यसरी ओह्रालो झर्दैछ मैले है पछाडि हुनुहुन्छ सूर्यदेव कोही सूर्यदेव मेरो क्यामेरामै देखिनु भयो ल पछाडि हुनुहुन्छ सूर्यदेव सबैले सूर्यदेवको दर्शन गर्नुहोला र हामी तल झर्दैछौँ ल तल छिटो गएको साथीहरूले ब्रेकफास्ट भनिराख्नुहुन्छ भइहाल्छ त सकिएको कुरा वाट्स सो कम्प्लिकेटेड थर्काउने हो नि त आफू नाचे गर्छु है अहिले हामीले चाहिँ थर्काउँछौँ ढिलो भयो भने यसरी डन पल्टिने है नाचेर मात्रै हुन्छ त्यसो भए त नाचेर मात्रै हुन्छ फुरुर लाउन आएको भए हुन्थ्यो क्या अघि हामी गएको बाटो चाहिँ अलिकति स्ट्रेट सम्म त्यस्तो थियो नि त सजिलो खालको थियो अहिलेको चाहिँ यस्तो उकालो छ अब तपाईँहरू चाहिँ अब आफ्नो निड अनुसार अब आफ्नो सजिलो अनुसार कुन चाहिँ तपाईँहरूलाई सुइटेबल हुन्छ त्यो अनुसारले हिँड्नु होला हामीलाई चाहिँ जाँदाखेरि त्यताबाट आयौँ हामी आउँदाखेरि यताबाट यो फेरि छोटो हो क्या यो बाटो यो छोटो छ अब 5 मिनटमा हामी तल सिटीमा पुग्छौँ यो बाटो चाहिँ तल बाटो माथि जाँदाखेरि चाहिँ एकदमै ठाडो उकालो छ झर्नको लागि चाहिँ प्रब्लम छैन कतिजना भर्खरको केटाकेटीहरू पनि उकालो चढ्न नसकेर झरेका थिए कि हामी बुढी भएर पनि झरिरहेछौँ चढ्न चाहिँ सजिलो बाटो चढ्यौँ झर्दाखेरि चाहिँ हामी अप्ठ्यारो बाटो झर्दैछौँ त्यही भएर मैले यताबाट आउने भनेको त नि के त्यही भएर मैले तपाईँलाई यसै टिप्स मागेको छु तपाईँलाई नै हो त अघि टिप्स मागेको त्यस्ता 5 रुपियाँमा बिक्नेवाला होइन है हामी त्यो त बाटोमा बसेको उसलाई दिने हो ल दिनुहोस् बरु 100मा पछाडि एउटा 0 थपेर दिनु न एउटा 0 थपे नि पुग्छ मलाई धेरै 0 भनि छैन एउटा मात्रै 0 भनिछु है को हो त्यहाँ हाम्रै ग्रुपको त होइन हामी चाहिँ आइसकेँ मैले ग्राउन्डमा अनि यहाँ पछाडि चाहिँ यस्तो गेट छ अनि यहाँबाट चाहिँ वेलकम टु थानीमाई मन्दिर जाने बाटो भनेर देखाएको छ यो बाटो एउटा हो र अर्को बाटो एउटा हो हामी तल आइसक्यौँ यहीँ रहेछ फेरि यहाँ चाहिँ नोटिस भएन ए ठिकै छ ल हामी आइसक्यौँ अहिले बजारमा अब हामी होटलमा जान्छौँ ब्रेकफास्ट गर्छौँ र यहाँ चाहिँ यो बन्दीपुरमा बिहानको भ्यू चाहिँ यस्तो छ सबैजनाले आफ्नो घर अगाडि यसो पानी छर्केर सफा गर्दै हुनुहुन्छ शान्त सुन्दर वातावरण भएको ठाउँ छ एकदमै पिसफुल बन्दीपुरलाई सबैलाई थाहा छ होला बन्दीपुरलाई चाहिँ क्विन अफ हिल्स पनि भन्छ एकदमै पर्फेक्ट प्लेस फर भ्याकेसन स्मल भ्याकेसन यहाँ चाहिँ नो भेहिकल जोन भएको भएर एकदमै यो ठाउँ चाहिँ शान्त पिसफुल पनि छ र हामी जुन हाम्रो डेली कामहरू यो
हेक्टिक कामहरूदेखि चाहिँ हामीलाई ब्रेक चाहिएको छ भने चाहिँ हामी यहाँ आएर स्पेन्ड गर्न सक्छौँ एकदमै रमाइलो हुन्छ र बिहान सबैजनादेखि नै सबैजनाले ड्रेसहरू लगाएर फोटोसुट हुन लागिसकेको छ हामी पनि अब एकछिनमा खाजा खाएर अनि त्यसपछि ड्रेस लगाएर फोटोसुट गर्नेछौँ मैले नेवार ड्रेस चाहिँ लास्ट टाइम लगाइसकेँ अब हेरौँ मैले कुन चाहिँ ड्रेस लगाउँछु एकदमै तपाईँलाई पिसफुल शान्त चाहिन्छ भने चाहिँ दिस इज द पर्फेक्ट गेट अवे उहाँहरू चाहिँ एकदमै छिटो आएर ब्रेकफास्ट अर्डर गर्नुभयो ओके के सोच्नु भयो किन म लास्टमा आउने नि म एकदमै फास्ट हो उहाँले ढिलो गरिदिएर म त छोडेर हिँड्ने फोटो खिच्दिन पनि अनि हैरान बनाउने हो नि म भाग्दिएँ छोडेर ल यहाँ चाहिँ अहिले शान्त वातावरण छ र रमाइलो छ र अहिले चाहिँ 9:30 भइसकेको छ र हामीहरू सबै अलिकति नक्कल पारेर रेडी भएर बाहिर निस्केका छौँ अब के हुन्छ भने खै कल्चरल ड्रेस लगाउने भन्नुभएको छ है अनि कुन ड्रेस लगाउने नेवार ड्रेस चाहिँ मैले लगाइसकेँ अब म कुन ड्रेस लगाउँछु हेर्छु ल मलाई चाहिँ लिम्बू ड्रेस लगाउन मन लागेको छ लेट्स सी कुन लगाउँछु भाउजू हामी कुन ड्रेस लगाउने हो नेवार लाउने हो म त राई लिम्बू लगाउँछु के राई लिम्बू ड्रेस लगाउने सबै लाउने होइन डिभाइड गरौँ कता कता लाउने हो सबैले एउटामा लाउने हो कि होइन नेवार त म लगाइसकेँ अब अर्को ड्रेस लाउने हो तर कुन चाहिँ लाउने होइन एकै ठाउँमा लाउने कि फरक ठाउँमा लगाउने हो भनेको एकै ठाउँमा लाउने ल ओके जाम यो ग्रुपमा हिँड्यो नि ढिलो हुन्छ छिटो ओ माई गड हाम्रो साथीहरूको छोरीहरूले चाहिँ यसरी जापानिज ड्रेस लगाएर खिचिराखेको छ ओ माई गड मलाई यो फुली कस्तो देखियो के फुली स्वाद छ रसमजु मलाई फुली स्वाद छ ल हेर्नु त ल हेर्नु म के अरे छेत्री नि आज यहाँ लिम्बुनी ड्रेस लगाएर म यस्तो देखेको छु ल अहिले चाहिँ हामी यो बन्दीपुर 1 भन्ने स्टोरबाट चाहिँ हामीले ड्रेस लगाइसक्यौँ मैले लिम्बुनी ड्रेस लगाएको छु धेरैजना साथीहरूले चाहिँ यो शेर्पा ड्रेस लगाउनु भएको छ अनि कति म मात्रै लिम्बुनी ड्रेस लगाएको छु आज यस्तो नेवार्नी हुनुभएको छ खाना छ जान आज उता जान अझै नजिक यता फर्किनु बन्दीपुरलाई चाहिँ बाई बाई भन्दैछौँ हामीले अब हाम्रो सानो स्टे 1 नाइट स्टे चाहिँ अब कम्प्लिट भयो अब हामी यो छोडेर जाँदैछौँ अहिले लगभग 12:30 भइसक्यो अब चाहिँ हामी निस्किन्छौँ हाम्रो भ्यान आएको छ लिन अनि हामी गएर खाना खान्छौँ सो हाम्रो यहाँको स्टे एकदमै रमाइलो भयो अब यस्तै तपाईँहरूलाई पनि सानो स्टे गर्न मन छ भने तपाईँहरू यहीँ आएर इन्जोय गर्न सक्नुहुनेछ So okay, bye. Thank you for watching my video. See you in my next video. Oi सबैजनाले बाइ भन्नु एकचोटी बाइ बाइ भन्नु ल सबैजनाले मेरो भिडियो हेर्नु ल त्यहाँ मैले झन् त सबैजनालाई मेरो च्यानल सब्स्क्राइब गरेर लाउँछु भनेको त ल गयो बाइ